म चाहिँ अहिले तनहुँ जिल्लाको पवित्र धार्मिक स्थल आदिमूल देवीको मन्दिरमा छु, जहाँ हजारौं भक्तजनहरू फुलको डोली लिएर रमाइरहेको देख्न सकिन्छ। यहाँ वर्षेनी एकादशीमा अति ठुलो मेला लाग्छ, जहाँ चाहिँ भक्तजनहरू नुहाउन देवीको दर्शन गर्न भनेर आउँछन् भने कयौं व्यक्तिहरू चाहिँ जात्रा हेर्ने र रमाइलो गर्नका लागि पनि आइरहेको देख्न सकिन्छ। मन्दिरमा जुन दृश्य देखिरहेको छ यो दृश्य आदिमूल देवीको मन्दिर हो। यहाँ माछालाई भगवानको रूपमा पूजा गर्ने गर्छ र कतिपय भक्तजनहरू अगाडि म देखाउन चाहे तपाईहरुलाई। यहाँ जुन भक्तजनहरू रमाउँदै आइरहेको हुल देख्न सकिन्छ। यो हुल चाहिँ भक्तजनहरूले देवीलाई फुलको डोली लिएर मन्दिर परिक्रमा गरिरहनु भएको हो। र म यहाँ वर्षेनी आउँछु र पोहोरभन्दा अहिले चाहिँ के फरक पाएँ भने आबुखैरेनी गाउँपालिकाले भक्तजनको रक्षा सुरक्षाको लागि चाहिँ प्रहरी प्रशासन प्रशस्त मात्रामा खटाएको देखेँ र आउँदै बाटोमा एम्बुलेन्स पनि स्ट्यान्ड बाई राखेको देख्दा अत्याधिक खुसी लाग्यो। एकदम धेरै परिवर्तन भएको छ हाम्रो आबुखैरेनी।